पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लाहान नगरपालिकाको 11 र 12 नम्बर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सल्हेस फुलबारीमा आजकै दिन मात्र फुल्ने फूल दर्शन गर्न आउने दर्शनार्थीहरूको भिड लाग्ने गरेका छन्। आजको दिन विशेष दिन छ। नेपालीहरूको पहिलो वर्षको पहिलो दिन वैशाखी गते र आजकै दिन यस फुलबारी मेलामा नेपाल तथा भारतबाट धेरै नै पर्यटकहरू फूल हेर्नको लागि, फुलबारी मेला दर्शन गर्नको लागि आएको अवस्था छ। राजा सल्हेसको ऐतिहासिक गाथा बोकेको सल्हेस फुलबारीमा रहेको हारम जातको रुखमा फुल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्येक वर्ष झैं यस वर्ष पनि दर्शनार्थीहरूको बिहानदेखि भिड लाग्न थालेको अवस्था छ। सल्हेस गाथामा उल्लेख गरिए अनुसार सिराहाको महिसोथामा जन्मिएका लोकनायक सल्हेस फूल टिप्ने प्रणय स्थलको रूपमा यो फुलबारी रहेको मानिन्छ। आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने राजा सल्हेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरूको भिड लाग्ने गरेको पाइन्छ। 13औं शताब्दीका लोकनायक सल्हेस र विराट राजाकी छोरी मालिनी बीच प्रगाढ प्रेम सम्बन्ध रहेको, तर सल्हेस कारणवश अरू नै स्त्रीसँग विवाह गरे पनि उनीहरू बीचको प्रेममा कुनै कमी नआएको भन्ने लोक्ति रहेको छ। सोही प्रेमको प्रतीकको रूपमा वैशाख 1 सुनाखरी फूल फुल्ने जनविश्वास रहेको छ र 13औं शताब्दीका लोकनायक भएकोले सल्हेसको पूजा आर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोग लगायतका रोग व्याधि हरण हुने जनविश्वास समेत रहेको पाइन्छ। फुलबारी भित्र दुर्लभ जातिका जडीबुटीहरू समेत तपाईँ हामीले हेर्न सक्छौं, पाउन सक्छौं। प्रत्येक वर्ष वैशाख 1 गते एक जोडी माला आकारमा फुल्ने फूल राजा सल्हेस र उहाँकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रूपमा फुल्ने गरेको जनविश्वास छ र तपाईँ हामीले आफ्नो आँखाले पनि हेर्न सक्छौं। ती माला र मेला हेर्न सप्तरी, सिराहा, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही लगायत नेपालभरिबाट र भारतका निकटवर्ती सीमावर्ती गाउँहरूबाट, शहरहरूबाट सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको हामी हेर्न सक्छौं। पर्यटकीय महत्व बोकेको विभिन्न दर्शनीय स्थलहरूमध्ये सिराहाको सल्हेस फुलबारी अन्य दिन पर्यटकहरू पुगे पनि आज नयाँ वर्षको दिन विशेष पूजा आर्चना गर्ने भएकोले श्रद्धालुहरूको चाहिँ भिडभाड एकदमै ठूलो तपाईँ हामी हेर्न सक्छौं, पाउन सक्छौं। हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला 2 दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सल्हेसको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिक कालदेखि नै लाग्दै आइरहेको छ। सल्हेस फुलबारी मेला व्यवस्थित गर्नको लागि अरू वर्षहरू भन्दा यो वर्ष तपाईले अलि फरक पाउनुहुन्छ। भित्रमा चाहिँ तपाईको पसलहरू नराख्ने र दर्शनार्थीहरूको सहजताको लागि विभिन्न पानीदेखि लिएर विभिन्न चीजहरूको सेवा सुविधाहरू तपाईँ हामीले पाउन सक्छौं यसपालि। र बाहिरतिर तपाईले हेर्न सक्नुहुन्छ कि विभिन्न स्टलहरू, खानाहरू, नास्ताहरू, चियाहरू, मेलामा जे हुन्छ घुम्ने फिर्ने ठाउँहरू सबै तपाईँ हामीले हेर्न सक्छौं, पाउन सक्छौं। र यो एउटा ऐतिहासिक ठाउँ पनि हो र एउटा टुरिस्ट प्लेसको रूपमा पनि तपाईँ हामी लिन सक्छौं र एउटा सांस्कृतिक बोकेको ठाउँ हो र यसलाई एउटा भनौं न नेपालमा मात्र होइन, अब भारतबाट तपाईँ हामीले हेर्न सक्छौं। बिहारको अधिसंख्यक ठाउँहरूबाट, गाउँहरूबाट चाहिँ तपाईँ हामी यहाँ हेर्न पाउँछौं। यहाँ चाहिँ धेरै मान्छेहरूको भिडभाड हुने गर्छ र चैत्रको लास्ट दिन भए पनि धेरै मान्छेहरू लगभग आइसकेको हुन्छ र वैशाख 1 गते बिहानदेखि नै तपाईँ हेर्नु पाउनुहुन्छ। एकदमै ठूलो भिड हुन्छ यो मेलामा चाहिँ। यदि तपाईहरू यहाँ आउन चाहनुहुन्छ भने जति सक्दो चाँडो मर्निङ टाइममा आउँदाखेरि चाहिँ बेस्ट हुन्छ। मर्निङ टाइममा तपाईँ हामी यो ठाउँमा आउँदाखेरि दर्शन गर्न अलि सहज हुन्छ, सजिलो हुन्छ
र अलिकति इभिनिङ टाइमतिर पनि तपाईले सहज पाउनुहुन्छ दर्शन गर्नको लागि। तर अलिकति 6-7 बजेपछि भनौँ न 7-8 बजेपछि तपाईँ भिडभाड अलिकति बढी नै पाउनुहुन्छ यो ठाउँमा। अब यो ठाउँ आउनको लागि खासै समस्या छैन, तपाईँ हामी इजिली रूपमा यो ठाउँमा पुग्न सक्छौँ, किनभने हाम्रो हाइवे छ जुन इस्ट वेस्ट हाइवे, त्यो हाइवेबाट हामीले दक्षिणतिर हेर्छौँ भने हामी फुलबारी मेला चाहिँ हेर्न सक्छौँ। फुलबारी एउटा ठुलो फुलबारी भएको ठाउँ पाउनुहुन्छ, लगभग धेरै नै एकडमा छ यो फुलबारी चाहिँ। तपाईँको